पुण्डीकोट महादेव मन्दिर पोखरा नजिकको एक धार्मिक तथा पर्यटकीय स्थल हो। जहाँ 1500 मिटर उचाइमा भगवान शिवको विशाल मूर्ति छ। यस मन्दिरले पोखरा उपत्यका र अन्नपूर्ण हिमालको मनमोहक दृश्य देखाउँछ। साथै 108 शिवलिङ्ग र अन्य धार्मिक संरचनाहरू पनि छन्। प्राचीन कालदेखि नै यो स्थान शक्तिपीठ र भुवनेश्वर महादेवको रूपमा पूजिन्थ्यो। साथै 2224 राज्यकालमा यो स्थान किल्लाको रूपमा पनि प्रयोग भएको थियो।